हेलो साथीहरू नमस्ते गुड मर्निङ। हामी चाहिँ पोखरामा छौँ नि त। आज बिहानै पानी खाएर उरेर हामी बन्जी हान्न हिँडेको। हिजोसम्म त बन्जी हान्ने खुसी लागेको थियो क्या साथीहरू, तर आज जब हिँड्यो नि कपडा लगाएर त्यसपछि मन कता कता चिसो जो डर लाग्यो जस्तो फिल भइरहेको क्या। तर पनि नडराए जस्तो गरेर हिँड्नु पर्यो। जब यो ड्रेसहरू लगाइन्छ नि जति डराउँदिनँ भने पनि डर लाग्दो रहेछ क्या। तर पनि यता बुढीलाई हेरेर म चाहिँ भङ्गै फुँगालेँ। बुढी चाहिँ नडराउने, म चाहिँ अलिकति डरपोक भएर गाह्रो भयो मलाई। तर पनि छोरो मान्छेको इज्जत राख्नै पर्यो। एउटा कुरा नै साथीहरू, बन्जी हान्दाखेरि चाहिँ माथिबाट मात्रै रहेछ कि जब फुङ्गालिसकेपछि त तल गएपछि त आनन्द आहा स्वर्गमा आए जस्तो हुँदो रहेछ। तलको फेरि ठाउँ पनि त्यस्तै राम्रो थियो क्या, जो सल्ल सफा पानी कल 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 बगेको आनन्द आइरहेको थियो। बन्जी त हान्ने, तर तल गइसकेपछि पनि हामीले गर्नुपर्ने काम नै हुन्छ नि त। त्यो डोरी तानेर सिधा बनाउनु पर्ने हुन्छ क्या। हामी टाउको तल हुन्छ, अनि मैले डोरी तानेर मेरो खुट्टा त सिधा बनाएँ, तर बुढीको खुल्दै खुलेन क्या। मैले त एक झट्टोमै खुल्यो, बुढीले तान्दा तान्दा नखुलेर मैले बल्ल बल्ल तान्दिएर उसको एउटा खुट्टा खुल्यो, त्यसपछि अर्को खुट्टा खुल्दैन। अलि जोडले हानेको बल्ल खुल्यो। त्यसपछि हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। आज हाम्रो धेरै नै घुम्ने प्लान थियो नि त, त्यही भएर छिटो गरेर खाना पनि नखाइकन आएको। त्यसपछि हामी बन्जी हानेर सिधै खाना खान जाने भन्ने कुरा थियो नि त। खाना लाग्यो, त्यहाँबाट निस्केपछि सिधै खाना गएको। म त भातै परेँ, म त सानैदेखि भातै हो। स्कुल पढ्दाखेरि साथीहरू, स्कुलबाट आउँदाखेरि मलाई नास्ता भात नभए हुँदैन त। भात नभयो भने हाम्रो घरमा गृहयुद्ध सुरु हुन्थ्यो। भात खाएपछि सिधै काइकिङ गर्न गइयो। काइकिङ नै साथीहरू एकदमै मजा आउँछ क्या साथीहरू। तर एक मिस्टेक भयो भने नि गैल भएस पानीमै हुन्छ क्या। उता हेर्नु न, बुढीलाई मस्त चलाउँदैछिन्, यता चलाए उता जान्छ, त्यो चलाउन ढङ्ग नभएर क्या। उता चलाए यता जान्छ, त्यसपछि बल्ल बल्ल चलाइएकी छिन् मजाले। त्यसपछि हामी पनि थाकिसकेको थियौँ क्या। बिचमा पुगेछौँ, फर्किनलाई त हामीलाई आधी घन्टाभन्दा बढी लाग्यो नि त। तपाईँहरू जानुभयो भने चाहिँ धेरै टाढा नजानु है, फर्किने बेलामा चाहिँ गाह्रो हुन्छ। त्यसपछि हामी जनातना फर्किँदैछौँ, त्यहाँ अरू 3-4 जना भाइहरू पनि रहेछन् क्या। दाइ दिदी ल्याउनु, हामीले भिडियो बनाइदिन्छौँ हजुरहरूको भने। अनि भिडियोहरू पनि बनाइदियो क्या तिनीहरूले, नत्र हाम्रो 2 जनाको भिडियो नै हुन्थेन नि त। हामीले सिङ्गल खिचिरहेको थियौँ। त्यो भाइहरूलाई पनि यहाँदेखि धेरै धेरै धन्यवाद हाम्रो राम्रो भिडियो बनाइदिएकोमा भन्न चाहन्छु। त्यसपछि हामी जनतना फर्किएपछि चाहिँ हामी पुम्दीकोट पनि जाने प्लान थियो नि त। हामी छिटो गरेर पुम्दीकोट जाने भनेको नि त। भोलि त हामी फेरि यहाँबाट मुस्ताङको लागि हिँड्ने भनेको नि त। त्यही भएर आज हामीले पोखरा चाहिँ सकेसम्म चाँडै नै घुमेर भ्याएर रेस्ट गर्न खोजेको क्या। तर पनि छिटो त भ्याइँदैन होला। हामी यहाँबाट अब सिधै पुम्दीकोट जाँदैछौँ। पुम्दीकोट गएर पुम्दीकोटमा यसो घुमेर त्यसपछि फर्किने हो हामी। फेरि भोलि हामी मुस्ताङ त अब कहाँसम्म पुगिन्छ थाहा छैन, तर पनि हामी मुस्ताङको लागि निस्क्यो नि त। अब मैले एक्लै चलाउनु पर्छ, बुढीले चलाउने। त्यसपछि हामी पुम्दीकोट पुगेको त हेर्नु त, ल पोखराको भ्यू वाह क्या दामी देखिने कि। पोखरा त लगभग सबै देखिँदो रहेछ, यता फेवातालदेखि लिएर सबै देखिँदो रहेछ नि त। त्यसपछि त्यहाँबाट सट्टा एउटा भिडियो खिचेर हामी यता शिवजीको मन्दिरतिर लागियो। शिवजीको मन्दिर चाहिँ पहिला म आउँदाखेरि चाहिँ बनाउन मात्रै लागेको थियो साथीहरू। अहिले चाहिँ एकदम राम्रो बनाएछ कि। लास्टै ठुलो छ नि त यो शिवजीको मन्दिर। अहिले त डमरू समरू राखेर क्या ठुलो डमरू छ यो, तपाईँले देख्नु भएको छ कि छैन। लास्टै ठुलो डमरू कस्तो दामी बनाएछ हेर्नु न मन्दिर चाहिँ। आहा, हामी 3 फन्कल लगाएर घुमियो। त्यसपछि चाहिँ त्यहाँको भ्यू हेर्दा नै आनन्द आउने कि। मान्छेहरू चाहिँ यस्तो धेरै थियो आमामा। यहाँ माथि आइसकेपछि त घुम्ने ठाउँको कमी नै नहुने रहेछ क्या। यता गयो उस्तै छ, त्यता गयो त्यस्तै छ। फेरि यता साइडमा चाहिँ अर्को नयाँ बनाउँदै रहेछ नि त। पिङहरू सब भएको, सिसाको महल भएको सब रहेछ। हामी फेरि त्यहाँ जान लाग्यो क्या साथीहरू। त्यहाँ पनि एकदम राम्रो रहेछ त्यहाँ चाहिँ, तर फ्रीमा चाहिँ होइन है, टिकट लाग्छ। हामी यो सिसाभित्र गएको एकैछिन त बुढाबुढी हराइयो क्या। पहिला चाहिँ एकजना भाइले भित्र छोडिदियो होइन, यहीँबाट जानु है भनेर बाटो देखाइदियो। त्यसपछि त त्यो बाटोबाट जाँदा ढोका नै छैन कि बाहिर निस्किने। त्यसपछि जनता निस्केपछि बाहिर त यस्तो रहेछ कि भ्यू त म त छक्क आएको, कहाँ थिएँ कहाँ आएँ जस्तो फिल भइरहेको थियो। तपाईँहरू पनि छोटो समयको लागि घुम्न आउनुभएको छ भने, पोखरा आउँदै हुनुहुन्छ भने चाहिँ यहाँ पुम्दीकोटमा चाहिँ जानै पर्छ है साथीहरू। पुम्दीकोटबाट चाहिँ पोखरा सर्लक्क देखिन्छ क्या, जताततै देखिन्छ। अनि घुम्ने ठाउँहरू पनि टन्नै छ। लगभग एक दिन त त्यहीँ सकिन्छ राम्रोसँग घुम्यो भने। हामी त्यहीँ छिटो गरेको थियौँ। अब
बुढीसँग हिँडेपछि टिकटक त बनाउनै पऱ्यो, नबनाइदियो नि खिच्न चाहिँ पऱ्यो क्या एडिटर टिकटक बनाएर त्यसपछि पिङ खेलेर गर्दाखेरि त लगभग घाम डुब्न लागिसक्यो। हेर्नु कस्तो दामी भ्यू आएको त। हामी पिङ खेल्दै थियौँ साथीहरू, तर त्यहाँ एउटा बच्चाले चाहिँ हामीसँग पिङ खेल्न खोजिरहेको थियो कि सानो बच्चा, मम्मी बाबासँग आएको होला सायद, तर हामीसँग दाइ दिदीहरूसँग पिङ खेल्छु गरिरहेको थियो क्या। त्यसपछि हामीलाई पनि कस्तो अप्ठ्यारो लाग्यो अर्काको बच्चालाई खेलाउने कि नखेलाउने, तर पनि हामी जिस्काउँदै बस्यौँ कि कस्तो माया लाग्दो थियो त्यो बच्चा। त्यसपछि ल तनी फर्किने भनेर मैले साइकल चलाएर बुढीलाई पछाडि राखेर साइकलमा पोखरा झार्ने मेसो गरेँ। बाई बाई साथीहरू।